साथीहरु नमस्कार। हाम्रो आज डिओ 125 EFI BS6 को गियर बक्सको ओइल कम्पनीमा नि के ओइलै हाल्यो भने हैन मोबिलै हाल्दैछ। अहिले कम्पनीमा गर्नु भएको रहेछ। मोबिल छ यसमा। ल मोबिल हाल्न चाहिँ नहुने हो साथीहरु हैन। अब हालेर पनि केही असर चाहिँ नहुने हो। तर यसमा गियर बक्समा म्यानुअलमा ओनर्स म्यानुअलमा गियर बक्समा गियर ओइल 80W90 वा त्यो अनुसारको ग्रेडको ओइल हाल्नु भने रिकमेन्डेड हुन्छ। त्यो आफैले पनि हेर्दा हुन्छ। यसमा चाहिँ 212 को बोल्ट छ। बोल्ट निकालेपछि हामीले यहाँ माथिबाट हाल्दै छौं। यसलाई तलबाट कसौं साथीहरु। एउटा नट कसेर चाहिँ यसमा हामीले गियर ओइल हालेको छौं। मोबिल जस्तो यता मोबिल र त्यो गियर बक्समा एउटै नै छ। कम्पनीमा यस्तो हालिदिनु भयो भन्नुहुन्छ भाइले है त भाइ? हो है। अब यो चाहिँ के थाहा नपाएर हो कि के हो। गियर ओइल चाहिँ यस्तो हुन्छ हाम्रो बाक्लो हुन्छ। 80W90 को हाल्छौँ हामीले। लगभग 120 ml लाग्छ यसमा ओइलको मध्यबाट यसरी मजाले फुल हुने गरेर फुल भइसकेपछि नट हालिदिन्छ। गियर बक्समा चाहिँ यसरी गियर ओइल यसरी हाल्ने। होन्डा डिओ अरु स्लिप छ। बाङ्गो हाल्दैछ न। यो अस्ति बाङ्गो हालेछ अनि सिधा राख्दै ग्यारेजमा आएर फेरि गरेको अनि सिधा हालेर टन्टन कस्यो। भयो। बाङ्गो हालेर त जतिको माथि गर्ने। अनि ठिक छ। अहिले त कसिया छ धेरै टाइममा।